सबैजनालाई नमस्कार, स्वागत छ तपाईहरु मेरो YouTube च्यानल एम फर म्याथ्समा र आज चाहिँ हामीले ललितपुरमा सोधेको 2081 को बीएलए क्वेशन सल्भ गरेर लिएर आएका छौं। पहिलो प्रश्न छ इफ सेट A contains even number up to 15 र सेट B चाहिँ प्राइम नम्बर up to 15 छ भने ओभरल्यापिङ सेटको डेफिनेसन दिनु भनेर सोधेको छ। A मा B मा मेक एनी टु प्रपर सबसेट्स फ्रम सेट B र what changes in the elements of set B make the two set A र B चाहिँ डिस्ट्रेन्ट बनाउनलाई के चेन्ज गर्नुपर्छ भनेको छ। जसको आन्सर तर्फ two sets are said to be an overlapping set if they have one element in common। कुनै पनि दुईटा सेट तब ओभरल्यापिङ सेट भनिन्छ जब उनीहरु दुईटा बीच एउटा या त्योभन्दा बढी एलिमेन्ट कमन हुन्छ भने त्यस्तो सेटलाई हामीले ओभरल्यापिङ सेट भन्छौं। अर्को प्रपर सेट अफ B भनेको छ 2 र 3 के इभन नम्बर अप टु 15 प्राइम नम्बर भनेको छ 2 र 3 प्राइम नम्बर हो, त्यही भएर अर्को इभन नम्बर अप टु 15 क्वेशन नम्बर मा हेर्नुस् सेट A इभन नम्बर अप टु 15 छ A 2 4 6 8 10 12 14 15 त अड नम्बर हो, त्यही भएर 14 सम्म इभन नम्बर। अर्को B 2 3 5 7 11 13 अब यहाँबाट 2 रिमुभ गर्यो भने सेट B चाहिँ सेट A को सेट A र सेट B डिस्ट्रेन्ट हुन्छन्। अर्को क्वेशन नम्बर 2 मा सोधेको छ द रेशियो अफ बोइज एन्ड गर्ल्स अफ क्लास 8 of a school is 5:7 respectively. If total number of students is 60, then A मा how many girls are there, find it। त्यसको लागि हामीले सबभन्दा पहिला let the number of boys and girls be 5x and 7x respectively भनेर लेख्नुपर्छ। त्यसपछि 5x plus 7x बराबर 60 किन टोटल नम्बर अफ स्टुडेन्ट सँग त्यसको एड गरेर निकाल्नुपर्छ। 7 plus 5 12x equals to 60, x भनेको 60/12 x equals to 5। अब x को 5 आइसकेपछि गर्ल्स को रेशियो 5 बोइज टु गर्ल्स को रेशियो 5:7 मा दिएको छ। हामीले माथि पनि गर्ल्स 7x भनेर रिप्रेजेन्ट गरेका छौं, त्यही भएर गर्ल्स को नम्बर 7 * 5 35। अर्को चेन्ज टोटल नम्बर अफ स्टुडेन्ट्स इन बाइनरी नम्बर सिस्टम भनेको छ। यो डेसिमल नम्बर सिस्टममा दिएको छ, यसलाई हामीले बाइनरीमा चेन्ज गरेर डिभाइड बाइ 2 गरेर गर्दाखेरि 1 1 1 1 0 0 आउँछ। अर्को 35 350,000 यानी कि 3,50,000 लाई साइन्टिफिक नोटेसनमा लेख्नु भनेको छ, त्यो भनेको 3.5 * 10⁵। अब क्वेशन नम्बर डी मा जाउँ 1.24 इन्टु फ्र्याक्सन 1.24 को माथि बार यानी कि 1.24 24 24 24 रिपिट हुने भएर 1.24 को माथि बार लेखिएको। त्यसले लेट x इक्वल्स टु 1.24 भनेर सपोज गर्ने मल्टिप्लाइङ बाइ 100 इन बोथ साइड्स यानी कि 1.24 बार इन्टु 100 इक्वल्स टु इन्टु 100 गर्दा 100x माइनस इक्वल्स टु 124.24 आउँछ। अर्को सबट्र्याक्टिङ x फ्रम बोथ साइड्स 100x माइनस x इक्वल्स टु 124.24 बार माइनस x। अब x ले यता लिएर जाउँ दुवै साइडबाट गर्दाखेरि 99 हुन्छ यता र यहाँ x भनेको छ 1.24 बार अघि लोमा हामीले हेरिसकेका छौं। यसमा x इक्वल्स टु 1.24 बार अनि त्यहाँबाट 99 123 डिभाइड बाइ 99 गर्दा 41/33 आउँछ 41/33। अर्को राजु लामा visited a computer store to get 5 printers and a laptop। A set of 5 printers and a laptop is available for 46,500। यदि यसमा सोधेको छ यदि 15% डिस्काउन्ट दिएर यदि त्यो मेसिनहरु बेचिन्छ भने डिस्काउन्ट अमाउन्ट पत्ता लगाउनु भनेको छ। डिस्काउन्ट अमाउन्टको फर्मुला हुन्छ डिस्काउन्ट पर्सेन्टेज अफ मार्क प्राइस यानी कि 15% अफ 4,65,000 त्यो गर्दाखेरि आउँछ ₹69,750। अर्को बी मा छ इफ शपकीपर अर्न 20% प्रॉफिट इवन आफ्टर अलाउइङ 15% डिस्काउन्ट एट व्हाट प्राइस डिड द शपकीपर परचेज दोज मसिन। अब हामीलाई थाहा छ एसपी भनेको मार्क प्राइस माइनस डिस्काउन्ट अमाउन्ट हुन्छ, त्यो गर्दा सेलिङ प्राइस उसको 3,95,250। अब उसले 20% प्रॉफिट खाएर बेचेको छ, त्यही भएर हामीले फेरि प्रॉफिट पर्सेन्ट इक्वल्स टु एसपी माइनस सीपी बाइ सीपी इन्टु 100% गर्छौं। प्रॉफिट भनेको 20/100 यताको राइट ह्यान्ड साइडपट्टिको 100 उता गएर डिभाइडमा भयो अनि सीपी फाइन्ड गर्नुपर्ने फर्मुला युज गर्छौं। 20/100 भनेको 0.2 हुन्छ र यता 3,95,250 माइनस सीपी छ। यो माइनस सीपी राइट ह्यान्ड साइडको माइनस सीपी लेफ्ट ह्यान्ड साइडमा गएपछि पोजिटिभमा हुन्छ 1.2 सीपी हुन्छ र त्यो भनेको डिभाइड गर्दाखेरि आउँछ 3,29,375 रुपीस उसको कस्ट प्राइस रहेछ। यदि बाय हाउ मच इज द एमपी अफ मार्क प्राइस अफ ल्यापटप लेस और मोर देन
रुपीज 95,000 इफ द प्राइस अफ प्रिन्टर इज रुपीज 75,000 भनेको छ। अब यदि ल्यापटपको प्राइस चाहिँ रुपीज 95,000 छ र प्रिन्टरको प्राइस 75,000 छ भने त्यो कति चाहिँ घटी या बढी छ भनेर गर्नु पर्दाखेरि प्राइस अफ ल्यापटप हाम्रो कति छ 4,65,000 माइनस 5 × 75,000 किन अगाडि क्वेसनमा लेखेको छ 5 वटा प्रिन्टर्स भनेको छ त्यही भएर प्रिन्टर्सलाई 75,000। अब प्राइस अफ ल्यापटप इज लेस बाई 5,000 किन ल्यापटपको प्राइस 90,000 आयो र हामीलाई 95,000 भन्दा घटी छ या बढी छ त्योसँग कम्पेयर गर्नु छ लेस छ कतिले 5,000 ले। अर्को डेली राम डिपोजिटेड रुपीज 20,000 इन अ बैंक एट रेट अफ 1,20,000 एट द रेट अफ 12% पर एनम राइट द फर्मुला टु क्यालकुलेट सिम्पल इन्ट्रेस्टको फर्मुला रहेको छ SI इक्वल्स टू प्रिन्सिपल इन्टु टाइम इन्टु रेट बाई 100। अब बीमा हाउ मच इन्ट्रेस्ट डज डेली राम गेट आफ्टर 6 years फाइन्ड इट। अब हामीलाई टाइम पनि दियो अघि हामीलाई प्रिन्सिपल र रेट दिएको थियो अहिले बीमा टाइम पनि दिएर सिम्पल इन्ट्रेस्ट फाइन्ड गर भनेको छ। सिम्पल इन्ट्रेस्ट चाहिँ PTR/100 यानी कि प्रिन्सिपलको ठाउँमा 1,20,000 टाइमको ठाउँमा 6 र रेटको ठाउँमा 12 डिभाइड बाई 100 गर्दाखेरि हाम्रो आउँछ 86,400। यदि उसले 5% इन्ट्रेस्ट चाहिँ इन्कम ट्याक्सको रूपमा तिर्छ भने अब उसले बाँकी भएको रकम चाहिँ कति हुन्छ 6 वर्षपछि भन्दाखेरि 100 - 5 गर्दा 95% रिमेनिङ इन्ट्रेस्ट आफ्टर 5% ट्याक्स डिडक्सन कति हुन्छ 82,080। अमाउन्ट रिसिभ्ड 1,20,000 प्लस 82,080 गर्दाखेरि हाम्रो आउँछ 2,02,080। अर्को क्वेसन नम्बर 5 मा जाउँ हामी। क्वेसन नम्बर 5 मा छ मोहन कन्स्ट्रक्टेड अ रेक्टेङ्गुलर गार्डन विथ अ सर्कुलर फिस पोन्ड इन द गार्डन अफ हिज हाउस विथ इक्वल एरियाज। अब यानी कि रेक्टेङ्गुलर गार्डनमा सर्कुलर पोन्ड बनायो र हामीलाई डाइमेन्सन दिएको छ लेन्थ 56 मिटर र रेक्टेङ्गलको लेन्थ दिएको छ हामीलाई 56 मिटर र सर्कलको हामीलाई रेडियस दिएको छ 14 मिटर र यता एमा सोधेको छ फाइन्ड द एरिया अफ ट्रायंगल ह्याभिङ लेन्थ अफ बेस B सेन्टिमिटर एन्ड हाइट H सेन्टिमिटर। यानी कि एरिया अफ ट्रायंगल के हुन्छ यदि बेस र हाइट दिएको छ भने एरिया अफ ट्रायंगल हुन्छ हाफ बेस इन्टु हाइट। अब फाइन्ड एरिया अफ सर्कुलर पोन्ड हामीलाई रेडियस दिएको छ रेडियस दिँदाखेरिको फर्मुला के हुन्छ एरिया निकाल्ने πr² पाई इन्टु 14² गर्दाखेरि हाम्रो आउँछ लगभग 616 मिटर स्क्वायर। अर्को फाइन्ड द पेरिमिटर अफ रेक्टेङ्गुलर गार्डन भनेको छ। अब एरिया अफ रेक्टेङ्गल बराबर एरिया अफ सर्कल हुन्छ अगाडि क्वेसनमा दिएको छ। अब लेन्थ हामीले लेन्थ दिएको छ ब्रेथ त दिएको छैन त्यही भएर हामीले फर्स्टमा हामीले ब्रेथ फाइन्ड गर्नुपर्ने हुन्छ 56 इन्टु लेन्थ इन्टु ब्रेथ बराबर एरिया अफ सर्कल 616 ब्रेथ आउँछ 11 मिटर। पेरिमिटरको फर्मुला छ 2 ब्रैकेट L + B यानी कि 2 टाइम्स 56 + 11 त्यो गर्दा हुन्छ 2 × 67 = 134 मिटर। विच गार्डन अर फिस पोन्ड निड मोर कस्ट टु फेन्स एट द सेम रेट अफ कस्टिङ भनेको छ। अब सर्कमफरेन्स अथवा पेरिमिटर भनौँ सर्कमफरेन्स अफ सर्कलको फर्मुला हुन्छ 2πr यानी कि 2 × π × 14 88 मिटर। अब हेर्नुहोस् हाम्रो पेरिमिटर भने यानी कि रेक्टेङ्गलको पेरिमिटर सर्कलको पेरिमिटर भन्दा धेरै आएको हुनाले गार्डनलाई चाहिँ हामीले फेन्सिङ गर्दाखेरि धेरै कस्ट लाग्छ। अब हामी क्वेसन नम्बर 6 मा जाउँ। 6 को ए मा सोधेको छ वाट एक्सपोनेन्ट अफ y विल बी इक्वल टु 1 यानी कि y को पावरमा कति राख्यो भने 1 आउँछ अरे। जहिले पनि जुनसुकै टर्मको पावरमा 0 राखियो भने त्यसको भ्यालु 1 आउँछ। अर्को सोधेको छ प्रुभ द्याट x टु द पावर a - b को होल पावर a + b मल्टिप्लाइड बाई x को पावर b - c टु द होल पावर b + c र x को पावर c - a टु द होल पावर c + a = 1 दिएको छ। अब LHS बाट जाउँ। LHS मा हाम्रो के छ त्यसलाई एकचोटि सार्ने x को पावर a - b को होल पावर a + b मल्टिप्लाइड बाई x को पावर b - c को होल पावर b + c x को पावर c - a होल पावर c + a दिएको छ। त्यसलाई अब मल्टिप्लाई गर्ने पावर मल्टिप्लाई हुन्छ लज अफ इन्डिसेसको अनुसार x a + b a - b यानी कि a² - b²। अर्को x b - c इन्टु b + c गर्दा b² - c² र अर्को x c² - a²। अब लज अफ इन्डिसेसले के भन्छ भन्दाखेरि एउटै बेस छ तर डिफ्रेन्ट पावर छ भने त्यो पावरहरू एड हुन्छ र हामीले त्यही लज इन्डिसेसको त्यही ल युज गरेर हामीले फाइन्ड गर्दाखेरि के हुन्छ x को भ्यालु 0 हुन्छ 1 RHS हेन्स प्रुभ। अर्को 7 मा जाउँ हामी। अल्जेब्रिक फ्र्याक्सन दिएको छ हामीलाई x/x² + 3x + 2 डिभाइड बाई 2/x² - 1 दिएको छ। क्वेसन नम्बर ए मा सोधेको छ फाइन्ड द LCM अफ डिनोमिनेटर्स। फर्स्ट एक्सप्रेसनमा जाउँ हामी। डिनोमिनेटरको फर्स्ट एक्सप्रेसन छ x² + 3x + 2 यानी कि x² + 2x + x + 2। अब 2 × 1 गर्दा 2 नै आउँछ र 2 + 1 गर्दा 3 आउने भएको हुनाले हामीले यहाँ कमन तान्ने के मिल्छ
x + 2 र x + 1 कमन तान्न मिल्छ सेकेन्ड एक्सप्रेसन पनि a² - b² को टर्ममा छ a + b a - b त्यही भएर एलसीएम x + 1 x - 1 x + 2 आउँछ र सिम्प्लिफाई द गिवन फ्र्याक्सन एन्ड रिड्युस इन्टु लोवेस्ट टर्म भनेको छ गिवन एकचोटि गिवन सार्नुस् त्यस पछाडि x अपन x + 1 x + 2 इन्टु x + 1 x - 1 अपन 2 हुन्छ र यसमा x + 1 र यता x + 1 काटिन्छ र हामीसँग हुन्छ x² - x/2 x + 4 यसको चाहिँ रिड्युस टर्ममा हुन्छ अर्को छ क्वेसन नम्बर 8 देयर आर टु नम्बर्स x एन्ड y such that their sum is 8 and difference a मा सोधेको छ कन्स्ट्रक्ट द साइमल्टेनियस इक्वेसन बेस्ड अन गिवन स्टेटमेन्ट अब गिवन स्टेटमेन्टको आधारमा साइमल्टेनियस इक्वेसन गर्दाखेरि x + y = 8 इक्वेसन 1 हुन्छ र डिफरेन्स x - y = 4 2 हुन्छ अनि b मा सोधेको छ व्हाट आर द नम्बर्स क्याल्कुलेट बाइ युजिङ ग्राफिकल मेथड भनेको छ र हामीले ग्राफिकल मेथडबाट गर्दाखेरि x + y = 8 इक्वेसन 1 को हामीले गर्दा x को भ्यालु निकाल्दा 8 - y हुन्छ र त्यो हामीले 4 3 र 5 राखेका छौं र y को भ्यालु पनि 4 5 र 3 आएको छ x - y को चाहिँ हाम्रो = 4 छ x = 4 + y गरेर हामीले गरेका छौं अब हामी जाउँ यसको ग्राफ प्लटिङ तर्फ यस्तो आउँछ र यिनीहरुको कमन पोइन्ट जहाँ यिनीहरु दुईटा लाइन इन्टरसेक्ट हुन्छ x + y = 8 र x - y = 4 त्यो हो 6,2 अब हामी जाउँ क्वेसन नम्बर 9 स्टडी द गिवन फिगर एन्सर द फलोइङ भनेर लेखेको छ जहाँ हामीलाई दुईटा लाइन सेगमेन्ट PR र SV लाई बेस मानेर बनेको एउटा ट्रायंगल दिएको छ TQ र U र त्यसमा फाइन्ड द भ्यालु अफ x एन्ड y भनेर सोधेको छ फर्स्टमा र हामीलाई थाहा छ एंगल Q + एंगल U + एंगल T = 180 डिग्री किन सम अफ एंगल्स अफ अ ट्रायंगल जहिले नै 180 डिग्री हुन्छ तर यसमा हेर्नुस् TQU यानी कि एंगल Q 90 डिग्री छ फिगरमै दिएको छ प्लस 90 डिग्री प्लस हाम्रो एंगल U 6 प्लस एंगल T 3 भएको हुनाले 3x छ हामी त्यसलाई सम गर्छौं 90 + 9x = 180 9x भनेको 180 - 90 र x को भ्यालु 90 - 9 यानी कि 10 हुन्छ अर्को अब हामी जाउँ x को भ्यालु 10 आइसकेपछि y हाम्रो 6x सँग इक्वल हुन्छ किन अल्टरनेट एंगल भएको हुनाले y को भ्यालु 16 छ कम्पेयर एंगल x एन्ड y अब हामीले x पनि निकालिसकेका छौं 10 डिग्री र y पनि निकालेका छौं 60 डिग्री त्यसको कम्प्यारिजन हुन्छ 1:6 त्यसकै क्वेशन नम्बर c मा सोधेको छ ड्रा बियरिङ एंगल अफ 30 डिग्री त्यसको लागि सबभन्दा पहिला तपाईले एउटा बेस लिनुपर्ने हुन्छ एउटा बेस लाइन ड्रा एउटा कुनै कपीको बेसमा ड्रा गर्नुहुन्छ त्यसपछि कम्पासको मद्दतले 30 डिग्री काटेर त्यसमा तपाईले बियरिङ एंगल बनाउनुहुन्छ र अर्को छ स्टडी द गिवन फिगर एन्ड आन्सर द फलोइङ क्वेसन डिफाइन कङ्ग्रुएन्ट फिगर सोधेको छ फिगर्स व्हिच आर इक्वल इन शेप एन्ड साइज आर नोन एज कङ्ग्रुएन्ट फिगर र यसमा ट्रायंगल ADE इज कङ्ग्रुएन्ट टु ट्रायंगल ABC देन फाइन्ड लेन्थ अफ DE भनेको छ अब DE को लेन्थ फाइन्ड गर्नु पर्यो त्यसको लागि हाम्रो के छ रेशियोमा जानु पर्यो DE/BC यानी कि सानो ट्रायंगल टु ठुलो ट्रायंगलको रेशियोमा जानु पर्यो सानो ट्रायंगलको बेस अपन ठुलो ट्रायंगलको बेस बराबर सानो ट्रायंगलको एक साइड बराबर त्यही ठुलो ट्रायंगलको त्यही साइड इक्वल्स टु AE/AC हुन्छ र DE हाम्रो हुन्छ 6 सेन्टिमिटर बाइ टेकिङ फर्स्ट एन्ड लास्ट टु रेशियोज गर्दाखेरि हाम्रो यो आउँछ र पोलिहेड्रन द नम्बर अफ भर्टिसेस इज 4 एन्ड नम्बर अफ एज इज 6 क्याल्कुलेट नम्बर अफ फेस युजिङ युलर्स फर्मुला यसमा दिएको छ हामीलाई v = 4 र e = 6 अब युलर्स फर्मुला के हुन्छ v - e + f = 2 र 4 - 6 + f = 2 -2 + f = 2 र f = 4 therefore number of faces are 4 अर्को हाम्रो क्वेशन छ कन्स्ट्रक्ट अ प्यारालेलोग्राम ह्याभिङ एडजेसेन्ट साइड 7 सेन्टिमिटर एन्ड 4 सेन्टिमिटर एन्ड एंगल बिट्विन देम इज 60 डिग्री पहिला तपाईले रफ फिगर भनेर यसरी बनाउनु पर्ने हुन्छ त्यसपछि बल्ल हामीले कन्स्ट्रक्सनमा जान्छौं र कन्स्ट्रक्सन गर्दाखेरि तपाईले जहिले पनि कम्पास र स्केलको हेल्पमा गर्नुपर्छ र हामीलाई दिएको छ एंगल 60 डिग्री सबभन्दा पहिला हामीले बेस लाइन बनाउने 7 सेन्टिमिटर को अनि हामीले 7 सेन्टिमिटर को एउटा बेस लाइन बनाइसकेपछि एंगल A नाप्छौं 60 डिग्री र त्योबाट हामीले 60 डिग्री लाई काटेर जाने हामीले एउटा लाइन सेगमेन्ट ड्रा गर्छौं र अर्को एंगल B मा चाहिँ हाम्रो के हुन्छ B तर्फ हामी 120 डिग्री को बनाउँछौं के प्यारालेलोग्राम हो त्यसको प्यारालेलोग्राम प्यारालेल हुनुपर्छ दुईटा लाइन त्यही भएर हामीले 120 मा काट्छौं अनि A बाट तपाईले कुनै एउटा 4 सेन्टिमिटर को पोइन्ट कहाँ काटिन्छ त्यसलाई मार्क गर्नुहुन्छ A बाट त्यो लाइन सेगमेन्टमा अनि B बाट पनि फेरि अर्को लाइन सेगमेन्टमा जहाँ 4 सेन्टिमिटर बनाउँछ त्यहाँ तपाईले मार्क गरिसकेपछि त्यसलाई जोड्नुहुन्छ र तपाईको प्यारालेलोग्राम बन्छ अर्को छ द भर्टिसेस अफ ट्रायंगल ABC are A - 3,2 B 5,3 र C 1,6 स्केच
a graph paper, sketch it in graph paper and reflect in x-axis. Write down the coordinates of image भनेको छ px, y लाई x axis को थ्रुमा हामी रिफ्लेक्सन गर्दा के हुन्छ p dash x, -y अर्थात y टर्म चाहिँ हाम्रो नेगेटिभमा आउँछ र a को के दिएको छ हामीलाई ट्रायंगल भर्टिस a मा -3, 2 त्यसलाई x axis को थ्रुबाट रिफ्लेक्सन गर्दाखेरि हुन्छ a dash -3, -2 b 5, 3 x axis को थ्रुबाट रिफ्लेक्सन गर्दा हुन्छ 5, -3 र c 1, 6 रिफ्लेक्सन इन x axis गर्दा हुन्छ c dash 1, -6 अब यसको ग्राफ तर्फ हामी जान्छौँ यस्तो छ माथिको ट्रायंगल abc र यो तलको ट्रायंगल a dash b dash c dash यानी कि x axis को थ्रुमा हामीले रिफ्लेक्सन गरिसकेपछि बनेको ट्रायंगल यो हो Question is the total expenditure of a family is 36,000 for 4 months. Expenditure of each month are shown in the pie chart. Pie chart मा हामीलाई every month को यानी कि वैशाख जेठ असार साउन को हामीलाई एक्सपेन्डिचर दिएको छ. Find the expenditure for each month. वैशाख को लागि कसरी फाइन्ड गर्ने 90/360 into 36,000 हाम्रो भ्यालु गर्दा 9,000. जेठ को लागि त्यसरी असार र साउन को लागि त्यसरी निकाल्छौं. अर्को छ हामीलाई how much is the average expenditure of the family in 1 month भनेको छ. एभरेज निकाल्ने फर्मुला 36,000 डिवाइड बाइ 4 यानी कि एभरेज एक्सपेन्डिचर त्यो महिना फ्यामिलीको 9,000 आउने रहेछ. हस्त आजको लागि यति नै. भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न होला सम्पूर्ण साथीहरूलाई र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला. धन्यवाद.